नमस्कार, मेरो नाम विजय विक, घर मेरो झापा चाराली तेलीबारी। म चाहिँ यहाँ मेरो श्रीमतीको पाठेघरको तल चाहिँ सालनाल चाहिँ तपाईँको पाठेघरको मुनिबाट बसेर एकदम क्रिटिकल अवस्था, राति तपाईँको एकदम 9 बजे 10 बजे चाहिँ एकदम धेरै ब्लिडिङ भएर एकदम गाह्रो भएर बस्न नसक्ने भएर मैले राति 9 बजे 9:30 बजे यहाँ ल्याएको थिएँ। अब त्यतिखेर उहाँहरूले एकदम इमर्जेन्सी उपचार गर्ने कुरामा अब एकदम सबै सेन्सिटिभ भएर लागेर सबैजनाले एकदम ध्यानपूर्वक सबैजनाले सहयोग गरिदिनु भयो। सबैजना लागि परि गरेर ब्लड लिनेदेखि लगेर तपाईँको 7-8 पाउन्ड 10 पाउन्ड ब्लडको एरेन्ज गर्नुपर्ने भयो। त्यो सबै कुराहरू एरेन्ज गर्न उहाँहरूले सहयोग गरिदिनु भयो। सबैजना टिमलाई नै मेरो एकदम धन्यवाद छ, आभारी छु म हैन। अब इमर्जेन्सीबाट उपचार गरेदेखि सबै कुराहरू उहाँहरूले आजका दिनसम्म पनि मेरो बच्चा पनि एकदम ठिकै छ, अहिले राम्रो छ, उपचार भइरहेको छ। अब 7 महिनामै अपरेसन गरेर निकाल्नु पर्ने भएकोले नानीको वेट 1500 ग्राम थियो। अब त्यो 1500 ग्राम भएकोले गर्दा अलिक वेट नपुगेकोले गर्दाखेरि नानीलाई पनि एनआइसीमा राम्रोसँग सफल उपचार गरेर दिइराख्नु भएको छ। अहिले सुधार भइरहेको छ नानीको। अब पहिले पनि तपाईँको मेरो छोरीको हात चाहिँ तपाईँको यहाँबाट सबै तलसम्म भाँचिएर यो अम्लाहरू सबै टुक्रा टुक्रा भएर बाहिर निस्केको थियो मेरो 4 वर्षको नानीको। त्यो एकदम सफल बनाइदिनु भएको थियो बिएनसीमा। मेरो छोरीको हात एकदम रेडी सबै सफल भएर अनि एकदम धेरै विश्वास लागेर म बिएनसीमा आएँ हैन। अब यहाँ आउँदाखेरि पनि अब डाक्टरहरूले सुरुमा चाहिँ एकदम क्रिटिकल अब बचाउन नसकिने नै भन्ने भएको थियो। अब आमालाई र नानीलाई, बेबीलाई र आमालाई दुईटामा एउटा चोइस गर्नुपर्ने हुन्छ या दुईटै जान सक्छ, हामी एकदमै कोसिस गर्छौँ भन्नुभएको थियो। सन्ध्या अनि डाक्टर सुरुचि अनि त्यहाँबाट डाक्टर सुजाता खड्का, उहाँहरूलाई मेरो एकदम धेरै धेरै हैन। यता अब के भन्छ अन्कोलोजी डाक्टर ज्योति पनि त्यो टिममा हुनुहुन्थ्यो अरे भन्ने सुने हैन। उहाँहरू सबैजनाले मेरो बच्चाको अब आमाको अब सही सफल उपचार गरिदिनु भयो। एकदम मर्ने अवस्थाको मान्छेलाई अब यो चाहिँ मर्छ भनेको आश यति पनि 1% पनि आश थिएन कि आमा बच्चा मैले बचाउन सक्छु होला भन्ने चाहिँ मलाई पनि भित्र आश थिएन क्या। त्यो अवस्थामा थियो। अब अहिले थिएँ, अब अहिले आएर ठिक छ, खुसी भएँ म, एकदम नयाँ जिन्दगी दिनुभयो। हस्पिटल प्रशासन लगायत हस्पिटलको डाक्टर, नर्स अनि यहाँ काम गर्ने विभिन्न कर्मचारीहरूले एकदम लागिपरि गरेर मेरो श्रीमतीको, मेरो नानीको दुइटै को ज्यान बचाउन सफल भइदिनु भयो। यसका लागि म एकदम हस्पिटलको तर्फलाई, हस्पिटल म्यानेजमेन्ट टिमलाई, डाक्टर नर्सको टिमलाई म एकदम हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। एकदम आभारी छु म बिएनसी हस्पिटलसँग। अब यो बिएनसी हस्पिटलमा जुन एक खालको बाहिर अफवाह फैलाइएको छ, यो महँगो छ, यस्तो छ उस्तो छ भन्ने एक खालको अफवाह फैलाइएको छ, त्यो चाहिँ मेरो भगाइले चाहिँ एकदम यो गलत हो। यो चाहिँ गलतै रहेछ। यो हस्पिटल म्यानेजमेन्ट चाहिँ तपाईँको एकदम राम्रो छ, इक्विपमेन्टहरू सबै ठिक रहेछ भन्ने मलाई एकदम लाग्यो मेरो हृदयबाट। मेरो दुईटा केस यहीँनिर सल्भ भएकोले गर्दाखेरि अहिले मेरो श्रीमती पनि एकदम ठिक छन्। अब पाठेघर सहित तपाईँको निकालेर फाल्नुपर्ने भयो, त्यो गरिदिनु भयो, सबै कुराहरू क्लियर गरिदिनु भयो। अहिले श्रीमतीको अवस्था पनि ठिक भयो। अब सर्जरी डाक्टरहरूलाई धेरै धेरै धन्यवाद, मेरो ज्यान बचाइदिनु भएकोमा। एकदम अप्ठ्यारो थियो अवस्था।